विभिन्न गाउँमा हाम्रो गोदावरीका विभिन्न वडामा चाहिँ यो अभियानको महत्त्व का बारेमा, यसको आवश्यकता बारेमा, औचित्यका बारेमा व्यक्तिगत रूपमा सामूहिक रूपमा छलफल गर्दै गरेका थियौँ र सबै ठाउँबाट हामीलाई चाहिँ यो अभियान अत्यन्त जरुरी छ। यो पृथक अभियान प्रति सबैको चाहिँ सहभागिता हुन सक्ने सम्भावना र उहाँहरूको चाहिँ प्रतिबद्धताले गर्दाखेरि हामी आज मूर्त रूप दिन गइरहेका छौँ। आजको पावन दिनमा 2082 को वैशाख 1 गते सोमबार, फेरि बार पनि हाम्रो चाहिँ सोमबार नै परेको छ र यो दिन चाहिँ हामीले यसलाई विधिवत रूपमा उद्घाटन गरिहालौँ भनेर केही त्यस्तो पहिलेदेखिको तयारी नगरिकन पनि हामीले चाहिँ छोटो समयमा यहाँहरूलाई जानकारी गरायौँ र यहाँहरू धेरैको उपस्थिति रह्यो। यहाँहरू सबैलाई म हार्दिक स्वागत गर्न चाहन्छु। अब यो अभियान के हो, यो पृथक अभियान भनेर यहाँहरू लाग्न सक्छ। हामीले थोरै छोटकरीमा मैले यहाँहरूलाई चाहिँ यो प्रवाह गर्न चाहन्छु। यो बिल्कुलै गैर राजनैतिक अभियान हो। यहाँ सबैजना क्लियर हुनुहोला, यसमा राजनीतिक गन्धहरू केही पनि छैन अहिलेलाई। यो हामीले चाहिँ अभियान समाज परिवर्तनका लागि चाहिँ हामीले के योगदान दिनुपर्छ, हाम्रो पनि काम ल्याऊ भन्न खोजेको हो। हाम्रो समाजमा रहेका विभिन्न विद्वान मान्छेहरू हुनुहुन्छ, विभिन्न क्षमतावान मान्छेहरू हुनुहुन्छ। ती क्षमतावान मान्छेहरूको खोजी गरौँ र ती क्षमतावान मान्छेहरूलाई कुन ठाउँमा काम लगाउन सकिन्छ, उहाँहरूले कुन ठाउँमा योगदान दिनुपर्छ यो हाम्रो गोदावरीलाई समृद्ध बनाउनका लागि भनेर त्यो हामीलाई केही काम दिनु है सरकारवालाहरू भन्न खोजेको हो र सरकारवालाहरूसँगै रहेर अगाडि जाने हाम्रो चाहिँ कार्यक्रम छ। म थोरै यहाँहरूलाई चाहिँ जानकारी गराउन चाहे। सुदूरपश्चिम प्रदेशको मुटुमा अवस्थित अत्यन्त महत्त्व बोकेको यो नेटवर्कको सहर रतरिया, ठुलो धार्मिक महत्त्वको सम्भावनाको नगरपालिका, सिङ्गो सुदूरपश्चिम र नेपाललाई देशलाई नै एउटा सञ्चार प्रवाह गर्न सक्ने सामर्थ्य र सम्भावना हुँदाहुँदै पनि समयानुकूल विकासको अभाव देखिन्छ। जय गोदावरी अभियान एक फरक सोच, फरक अभ्यास र समृद्ध गोदावरीको कल्पनासहितको यात्रा लिएर अगाडि बढ्ने जमर्को गरिरहेका छौँ। मतदान केवल अधिकार होइन, जिम्मेवारी पनि हो। हामी आम नागरिकलाई सचेत मतदाता बनाउने प्रयासमा छौँ, जसले विवेकपूर्ण निर्णय गर्न सकोस् र लोकतन्त्रको मूल मर्म जोगाउन सकोस्। गोदावरीको विकास सुन्दर सपना मात्र होइन, योजना कार्यान्वयन र अनुगमनको स्पष्ट मार्गचित्र होस्। हामी स्थानीय सरकार र सरोकारवालासँग समन्वय गर्दै संरचनात्मक र दीर्घकालीन विकासका केन्द्रित हुनेछौँ। स्रोत सीमित छन् तर सृजनशीलता असीमित छ। सामान्य साधनबाट स्थानीय स्तरमा ठुला परिवर्तनहरू सम्भव छन्, जसलाई जनसहभागिताले सार्थक बनाउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ। मतदानमा लोभ, डर र प्रलोभनले विघ्न पुर्याउँछ। हाम्रो अभियान स्वतन्त्र र विवेकशील मतदाताहरूको निर्माणमा केन्द्रित हुनेछ, जहाँ मताधिकार पवित्र हुनेछ। हाम्रो केही उद्देश्यहरू हामीले यहाँलाई राखेका छौँ। नागरिकमा मतदानको महत्त्वबारे गहिरो जनचेतना फैलाउने हाम्रो उद्देश्य छ। दीर्घकालीन विकासका लागि गुरु योजना बनाउने अर्को हाम्रो चाहिँ उद्देश्य छ। सानो लगानीमा ठुलो प्रभाव पार्ने रणनीति अपनाउन सकिन्छ है भनेर केही नमुना अभ्यासहरू गर्छौँ हामी, त्यो पनि हाम्रो उद्देश्य छ। नमुना अभ्यास गर्छौँ। अर्को चाहिँ सबैलाई नेतृत्वमा सहभागी गराउने र साझा नेतृत्वको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा हामी अध्ययन अनुसन्धान गर्छौँ र त्यसलाई चाहिँ प्रवर्धन गर्छौँ। समाजमा विद्यमान हरेक कुसंस्कार, कुरीति विरुद्ध आवाज उठाउने र आम नागरिकमा आशाको दियो जगाउने काम हाम्रो अभियानले गर्नेछ। देश विदेशमा रहने विज्ञहरूलाई अभियानमा आबद्ध गराई विश्वका उत्कृष्ट नगरहरूको अध्ययन गरी अनुसन्धान गरी प्राप्त सिकाइबाट स्थानीय स्तरमा स्थानीय सरकारवालाहरूको सहकार्यमा कार्यान्वयनको अभ्यास गरिनेछ। फलस्वरूप युवाहरूको गन्तव्य स्वदेश हुनेछ, विदेश होइन। अभियानका विशेषताहरूमा हामीले थोरै कुरा राखेका छौँ। हाम्रो अभियान सदाचारयुक्त हुनेछ र जनमुखी नेतृत्व, हाम्रो नेतृत्व जहिले पनि जनमुखी नै हुनेछ। तथ्यमा आधारित विश्लेषण गर्छौँ हामी र त्यसको समाधानका उपायहरू खोज्नेछौँ, न कि मनगणन्य कुरा गर्ने अथवा विरोधका लागि विरोध गर्ने भन्दा पनि तथ्यमा आधारित विश्लेषण गरेर समस्याको समाधान खोज्नतिर हाम्रो अभियान लाग्नेछ। विकास समतामूलक हुनुपर्छ भनेका छौँ हामीले। विकास हाम्रो जति गोदावरीको विकास, अत्तरिया बजारको विकास हुन्छ त्यति विकास कोलमडामा पनि हुनुपर्छ भन्ने चाहेको छ हाम्रो अभियानले।
र यो पहाडतिरका दुर्गम बस्तीका सबै पैसा तान्ने सहर अत्तरिया मात्रै हुनु हुँदैन। अत्तरियाका पैसा पनि त्यो गाउँका मान्छेले चाहिँ चलाउन पाउने, चलायमान बनाउन सक्ने अर्थतन्त्र कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा हामी अध्ययन गर्ने र त्यसको अनुसन्धान गरेर योजना बनाउने भन्ने पनि हाम्रो अभियानको चाहिँ उद्देश्य छ। र अर्को चाहिँ एकता, सुखी र अपनत्व सहितको, एकता, सुखी, खुसी र अपनत्व सहितको उत्साहित समाज निर्माण गर्नमा हामीहरू अग्रसर रहने कुरा यहाँहरूको बिचमा मैले राखेको छु। र अब हामीले केही चाहिँ यहाँ कोटेसनहरू पनि राखेका छौँ। हो हामी सक्छौँ, हामी भन्छौँ हामी सक्छौँ। त्यही भएर हामीले चाहिँ एउटा सानो सटिकमा एउटा कोटेसन राखेका छौँ। हो हामी सक्छौँ एउटा छ। अब म पनि बोल्छु, सबैतिर के अरे सबै बर्बाद भइसक्यो, जहाँ पनि चारैतिर निराशा भएको परिस्थितिमा अब बोल्नुपर्ने ठाउँमा म पनि बोल्छु भन्ने चाहिँ हाम्रो नारा छ एउटा। अर्को चाहिँ परिवर्तन संसारको नियम हो, जसले परिवर्तनलाई अँगाल्छ ऊ अगाडि बढ्छ, यो संसारको नियम हो। त्यही भएर परिवर्तनमा हामी सबैको साथ र सहयोग हुनेछ भन्ने हामी विश्वास राख्दछौँ। हामी सकारात्मक परिवर्तन चाहन्छौँ, हामी परिवर्तन सकारात्मक चाहन्छौँ भन्ने कुरा हामीले राखेका छौँ। र अन्त्यमा स्वतन्त्र पथ गोदावरी केवल नारा होइन, यो नयाँ दिशाको प्रतिबद्धता हो। यहाँहरूको बिचमा मैले अनुरोध गर्न चाहेँ। र हामी सबै मिलेर नयाँ यात्रा सुरु गरौँ, जनसरोकार र जनभावनामा आधारित नेतृत्वको विकास गरौँ भन्ने कुरा यहाँहरूको बिचमा राख्दै पुनः हामी खुल्ला सत्र पनि हुनेछ। हाम्रो चाहिँ के अरे शुभकामना मन्तव्य राख्ने कार्यक्रम पनि अगाडि हुनेछ। यहाँहरूलाई मैले धेरै लामो लिइनँ। यो कार्यक्रममा सटिकमा हामीले यी कुराहरू होलसेलमा चाहिँ मैले राखेको छु यसमा। र यसको हाम्रो चाहिँ दस्तावेज बन्दैछ, जुन लिखित रूपमा चाहिँ तयार भइसके पछाडि हामी तपाईँहरू सबैको हातमा हाम्रो अभियान के हो भनेर पुर्याउने चाहिँ प्रयास गर्नेछौँ र पुर्याउनेछौँ भन्ने प्रतिबद्धता गर्दै केही फरक सोच राखौँ र केही समाजलाई केही योगदान दिउँ, केही नयाँ तरिकाले सोच्न प्रेरित गरौँ भन्ने उद्देश्यले यो अभियान सुरु भएको छ। यस अभियानमा यस क्षेत्रका जान्ने, बुझ्ने र नयाँ सकारात्मक सोचसहितको नयाँ केही गरौँ भन्ने व्यक्तित्वहरू जो पनि जोडिन सक्नुहुनेछ। र ज्येष्ठ नागरिकहरूले पनि हामीलाई सल्लाह सुझाव र हामी कुनै अवस्थामा बाटो बिराएको खण्डमा उहाँहरूले पनि सल्लाह सुझावका साथ हामीलाई सही मार्ग निर्देशन गर्नुहुनेछ भन्ने पनि आशा व्यक्त गर्दछु। यस क्षेत्रका विद्वतहरू सबैको साथ सहयोगमा हामी केही गरौँ र केही नयाँ परिवर्तन गर्नका लागि यस समाजलाई प्रेरित गरौँ भन्ने उद्देश्यले हामी जम्मा भएका छौँ। र यहाँहरूको साथ सहयोग सधैँ रह्यो भनेपछि हामी गलत बाटो हिँड्ने छैनौँ, गलत नियतका साथ हामी कुनै कार्य पनि अगाडि बढाउने छैनौँ, कुनै काम पनि हामी गलत कदम चाल्ने छैनौँ। काम गर्ने दौरानमा केही त्रुटि होला, मानवीय त्रुटि हुन्छ, त्यो त्रुटि हुन सक्छन्, तर नियतवश हामी गलत गर्ने छैनौँ भन्ने प्रतिबद्धता जाहेर गर्दछु र प्रण गर्दछु। यहाँहरूमा कहिले पनि बरु सकिउँला तर गलत चाहिँ गर्ने हामी छैनौँ। एउटा कुरा म जोड्न चाहन्छु। पहिलो यसमा पहिलो कुरा कार्यक्रम यहाँहरूले हेर्नुभयो होला, अलिक फरक छ। सभापति पनि सबका सामने बसिरहेको छ, सबसँग बसिरहेको छ, यो अरूभन्दा फरक छ। यसमा सम्बोधनको कुनै प्रक्रिया छैन, हामी सबै बराबर, त्यसैले पनि यसमा फरक छ। सोच हामीले फरक पार्ने सुरुवात गरेको छ। र अर्को कुरा हामीले चाहिँ यसमा चाहिँ यो अभियानमा चाहिँ बडा गजबको एउटा कुरा के छ भने प्रत्येक 3 महिनामा प्रमुखहरू बदलिन्छ। प्रत्येकले काम गर्नै पर्छ, काम गर्ने सोच राख्नै पर्छ। एकजनाले जुनीभरि जडा गाडेर बस्ने होइन, काम प्रत्येकले गर्नुपर्छ भन्ने सोच छ। त्यसैले यो अभियान पवित्र छ, सोच फरक छ, त्यही अनुसार हामी जाउँला हिँडौँला। र यसमा बोलिएका 2वटा मुख्य पात्रका मतलब मैले ट्रेस गरेका पहिला 2टा पात्रलाई म यहाँनिर उहाँहरूका भनाइलाई म अब एउटा कुरा चाहिँ हाम्रो एकजना भर्खरको केटा हुनुहुन्छ, उहाँले 4वटा 5वटा के अरे सङ्गठन मतलब संस्थाहरूको आफू आबद्ध भएको गर्वका साथ गर्नुभयो। र त्यसमा हामीलाई पनि उहाँ जस्तो मान्छेसँग गर्नु छ। एउटा अनम्यारिड मान्छे, एउटा केटो भर्खरको केटो, उसले परिवर्तन गरेर देखाएको छ समाज। प्रत्येक ठाउँमा धाएको छ, सबैतिर गएको छ, मसँग समय छैन भनेको छैन, प्रत्येकपल्ट प्रत्येक ठाउँमा गएको छ। र गोदावरी श्रीपुर खानेपानीमा
मै हुँ र तै हुँ भन्ने जस्तालाई पनि परास्त गर्ने विचार ल्याउने मान्छे हो। त्यसैले उहाँले भनेको कुराहरूमा जस्तै बोल्दै गर्दा पछाडि गफ गर्नुहुन्छ, गफ गर्ने भएको राम्रो हुन्छ। खास अगर हजुर हामीसँग आफूलाई बदल्ने हामीसँग सोच छैन भनेपछि उहाँकै शब्दमा उहाँले भन्नुभएको म पूर्ण समर्थन। अगर हजुरहरू हामीहरू कहिले पनि कुनै फरक विचार लिन हामीबाट परिवर्तनको सुरुवात गर्दैनौँ भने के को फरक? त्यसैले उहाँको विचारलाई मैले छोड्दै के गरेको भने अब उपरान्त पनि फरक विचार कार्यक्रमलाई बिचमा लिएर नियत खराब हो भने भन्न सकिनँ, तर नत्र भने कार्यक्रममा जहाँ जानुहुन्छ उसले बनाएका नियमहरू पालना गरिदिनु होला। मैले यो सम्झाइदिनु भएकोमा म उहाँ सरलाई चाहिँ हृदयदेखि धन्यवाद दिन चाहन्छु पहिलो कुरा। त्यसैले उहाँले जङ्गेर अलिकति अलिक फरक पाराले गरे पनि त्यसमा म पनि क्षमा प्रार्थी छु हजुरहरूसँग, तर कुरा सत्य हो, त्यो सुख मान्नुपर्छ। अर्को कुरा हाम्रो अर्को यो क्षेत्रका एउटा महान मान्छे हुनुहुन्छ, गल्ती त कुनै बेलामा मैले पनि म भन्छु कि मबाट पनि गल्ती भयो। 2082 भित्रमा भएका मैले जतिसुकै गल्तीहरू छन् ती सहज स्वीकार गर्छु र कुनै बेला मबाट जानी सकभर गर्दैन। अन्जानमा गल्ती भयो भने हात जोडेर माफ माग्न सक्ने हैसियत राख्छु। र उहाँले भन्नुभएको कुरा चाहिँ एउटा कुरा चाहिँ के हुन्छ भनेपछि विचार कसैका केही भए पनि अझ अब हामीले 82 मा भएका गल्तीलाई 81 मा भएका गल्तीलाई 82 मा नदोहोऱ्याउँ र म पनि त्यसो गर्छु भनेर भन्नुभएको छ। हाम्रो यस क्षेत्रको फरक विचार भएको मान्छे पटक पटक उहाँले फरक विचार राख्नुहुन्छ। हाम्रो पुष्कर सर हुनुहुन्छ, उहाँले चिन्ता व्यक्त गर्नुभयो, बडा मजाको चिन्ता। उहाँले नाम लिनु भएन, म नाम लिइदिन्छु, प्रेम भट्ट हुनुहुन्छ। यो क्षेत्र अस्ति भर्खर पनि हामीले कुनै पार्टीसँग आबद्ध भए पनि नभए पनि उहाँको विचार के छ मलाई अब हामीले बुझेका छैनौँ के कारणले उहाँले राजीनामा दिनु, तर उहाँले लेख्नुभएको शब्द जो छ हामीले त उहाँको भित्र के छ हामीलाई थाहा छैन। हामीले त मान्छे चिन्ने भनेको मुखबाट आएको कुरा र हातले लेखेको कुरालाई बुझ्ने हो। वास्तवमा हृदय विदारक छ। उहाँले भन्न खोज्नु के को हुँदै हुनुहुन्छ। हामीले कुनै पनि ठाउँनिर गाउँनिर बसेर यो देश बिग्रियो यो भयो ऊ भयो भन्ने होइन, मबाट सुरुवात गर्ने कि नगर्ने, मैले गरेका आचरणहरू कस्ता छन् त्यो हेर्ने कि नहेर्ने, कुरा त्यहाँनिर छ। अहिले त हामीलाई 2-4 रुपियाँ घाटा लाग्न सक्छ, तर अहिलेका लागि हामीलाई 2-4 व्यापारमा पनि थोरै घाटा लाग्न सक्छ। अगर यहाँ कहीँ बुवासाहरूले गलत गर्ने हो भने हाम्रो 10 जुनीको मेहनत खेर जाँदैछ, हाम्रो अबका 10 पुस्ताहरू समाप्त हुँदैछन् यी बुवासाका लागि। त्यो कुरा हामीले बुझ्नु जरुरी छ। एउटा युवाले गरेको बोल यो सानो क्षेत्रमा अस्ति भर्खर पनि त्यत्रो सम्मानित हुनुभएको थियो। उहाँलाई कति पीडा भयो होला आफै बुझ्नुहोस्। एउटा युवालाई परेको पीडा, केही काम गर्छु भने भले उहाँको विचार के हो भन्न सक्दैन म, तर उहाँले दिनुभएको दर्दनाक छ। त्यसैले हामीले बुझ्नुपर्ने के हो भने हामी यो पार्टी त्यो पार्टी त्यो भने अबका बेलामा भने बिना कामको बकुम्बुसेलाई यसमा पनि स्थान छैन। म कामै गर्नुहुन्न भने सर्वप्रथम हामीले के भने म ठुल्ठुला कुरा गर्छु, काम गरेर देखा न तेरो काम त प्रमाणित कामले हुन्छ नि त। अनि कुरा चाहिँ ठुल्ठुला म यस्तो गर्छु भन्ने तेरो पेसा के हो भने म राजनीति गर्छु, त्यो पनि हुन्छ कि राजनीति भन्ने पेसा हुन्छ, आफ्नो काम हुनु पऱ्यो नि एउटा। अनि त्यसपछि ठुल्ठुला कुरा गर्ने अनि मेरो चाहिँ पेसा चाहिँ राजनीति हो भने यस्ता बकुम्बुसी यहाँ पनि हुनु हुँदैन। आफ्ना काम गर्नुपर्छ हामीले, तर समाजलाई सजग गराउने र समाजलाई केही परिवर्तन गराउने सोच राख्नु पर्छ, नत्र हाम्रो सन्तति समाप्त हुन्छ। अहिले हामीले कयौँ पटक भन्ने सबभन्दा पहिला पुष्कर सरले बोलेको शब्द हो जस्तो लाग्छ मलाई, 84 मा देखाउँला भन्ने। तर म चाहिँ त्यसमा विगतित थिएँ, भले म पनि त्यसको दोषी छु, मैले पनि गल्ती गरेको छु, तर 84 मा देखाउँला किन, आज किन नदेखाउने? अनि त्यसपछि 84 पछि 79 मा 89 मा देखाउँला भन्ने, अनि 94 मा देखाउँला भन्ने, त्यसो हुँदैन। अहिले देख्नुपर्छ, अहिले गरेका कुराहरूलाई बाहिर ल्याउनुपर्छ। हामी किन त्यत्रो कुरा गर्ने? प्रत्येक बेलामा हाम्रो यहाँ चाहिँ अहिले पनि उठिरहेछ, कसै साथीभाइलाई गलत नलागोस्, व्यवस्था परिवर्तनका कुरा। व्यवस्था परिवर्तन मेरो व्यक्तिगत विचारले व्यवस्था परिवर्तन गर्नु हुँदैन। प्रत्येकपल्ट व्यवस्था परिवर्तन भनेको गलत मान्छेले मौका पाइरहेको छ, तँलाई हराएर अर्काले ल्याउँछु, त्यो कोही हो? तैँले गरेका गल्ती कटकरामा हुँदा जान्छ त जाकिन्छ, यो विचार हुनुपर्ने हो। तैँले गल्ती गरेर थाहा जा अर्कालाई ल्याउँछु, त्यो व्यवस्था परिवर्तनले गलत मान्छेले कसै पाइरहेको हुन्छ। त्यसले हामीले व्यवस्था होइन, हाम्रो विचारले उसले गरेका कामहरूलाई बदल्नु छ, त्यो भित्रका गलत मान्छेलाई पाखा लगाउनु छ।
र सबै साथीभाइहरूले जस्तो अहिले भर्खर हाम्रो खड्का शङ्कर खड्काले भन्नु पार्टी म जे जसको हुँ गलत इज गलत समाजलाई गलत बोल्ने हैसियत राख्छु म देशलाई माया गर्छु हो यो विचार मैले यो पार्टीसँग लाग्यो म पनि कसै पार्टीसँग आबद्ध मान्छे क्रियाशील छ 2050 सालदेखिको लागेको मान्छे कसैप्रति मेरो विचार मिलेन मैले उहिले त्यागै बसेँ मलाई मनै पर्दैन किनभने म असल नागरिक हुन चाहन्छु कसैको झोले भएर भन्न चाहँदैन र आफू काम गरेर खाने हो काम गर्दै गर्दा तर अब अन्तमा चाहिँ यहाँहरूमा मैले एउटा कुरा के भन्छु भने हामीले कुनै पनि परिवर्तनका लागि सबभन्दा पहिला हामी आफू परिवर्तन हुनु जरुरी छ त्यसैले आफ्ना विचारलाई बदल्नु होला सभामा बस्दा मोबाइल नचलाइकन चुप्प लागेर अर्काको कुरा सुन्ने हैसियत फर्स्ट त्यहाँबाट त्यसैले विचार आफैमा बदलौँ अनि अरू पनि हुन्छ कसैलाई सकाउने यताउता भन्दा नि हामीले एउटा कुरा चाहिँ बुझेका के छौँ भने कुनै पार्टीसँग लिङ्क भएका माला गाँसिएका मान्छेहरूलाई चाहिँ अब स्थानीय तहमा भोट दिइन्न यो विचार चाहिँ हुन्छ अहिलेका लागि हामीले देखिसक्यौँ नि स्थानीय तह स्वतन्त्र नै हुनुपर्छ स्थानीय तह स्वायत्त नै हुनुपर्छ यहाँको बागडोर गएर सिंहदरबारमा पुगेपछि के का स्थानीय तह तपाईँ हामीले बुझेका छौँ कसैको कुरा नकाटौँ हामीले बुझेर हेरौँ अहिले स्थानीय तहका प्रमुखहरू यो प्रमुख मात्र होइन अब पहिलाको प्रमुख मात्र होइन यो देशका 753 प्रमुख मध्येमा हेर्नुहोस् र हाम्रो स्थानीय तह भएका हिसाबले ल अहिलेसम्म कतिपटक काउन्ट गर्नुहोस् काठमाडौँ कतिपटक जानुभयो कति बिताउनुभयो हिसाब राख्नुहोस् त स्थानीय तहको अर्थ के हो स्थानीयमा काम गर्ला भनेर काठमाडौँ के काम गर्यो कसैले मैले विरोध गर्न खोजेको होइन तर हाम्रोमा चाहिँ स्थानीय हुनु पऱ्यो कहिले कहिले लिङ्क छ पार्टीगत हिसाबले हरेक हिसाबले गए मान्छेहरू किन जानु पऱ्यो स्थानीयमा हेर्नका लागि खबरदारी गर्नलाई यत्रो स्थानीय तह यत्रो गठन गर्नुपर्ने अनि प्रत्येक महिनाको हिसाब गर्दाखेरि पत्रकार बन्धुहरूले भन्नुहुन्छ सर लगभग 1 महिनाको 3 पटकसम्म भाग परिरहेछ अनि त्यसपछि हामी त चुप्प लागेर बसिरहेछ आखिर समस्या त हामीमै परेको हो नि स्थानीय तह हेर्ने कति बेलामा हो त्यसैले चाहिँ अबको बेलामा चाहिँ हामीले के गर्नुपर्छ भने हामी न कसै पार्टीको विरोध गर्छौँ न कोही पार्टीवाला यहाँ आएपछि हामीलाई त्यसमा चिन्ता छ तर हामीलाई चिन्ता हाम्रो सन्ततिको छ हामीलाई समाजको छ हामीलाई 2 रुपियाँ घाटा लागेको केही छैन तर हाम्रो सन्तति बिग्रियो भने हामी जुनी घाटा लाग्छ त्यसैले चाहिँ हामीले मेरा लागि र हाम्रो लागि भन्दा नि समाजका लागि लागौँ गर्छौँ सम्भव छ सम्भव गरेर देखाउँछौँ र गर्ने क्षमता हामीसँग र अब उपरान्त हामीले कहिले पनि कसैसँग कनेक्टेड भएका र अर्काका आधारमा चलिने मान्छेलाई यहाँ एन्ट्री हुँदैन हामी हाम्रा हिसाबले चल्नुपर्छ भोलिका दिनमा मानौँ हाम्रो विचार मध्येमा कहिलेकाहीँ ल हामी मध्येमा कोही मान्छे ल भोलिका लागि मेयरका लागि हामीले खडा गर्नुपर्ने भयो मानौँ के त्यो उसका लागि वडाध्यक्षहरूलाई खडा गर्नुपर्ने भयो किनभने अहिलेको जमात के छ खालि समर्थनले मात्र पुगिरहेको छैन किनकि समर्थन गरिराखेको अवस्थामा पनि त्यहाँ पदमा पुगेपछि उसले कल्टी हानिदिएको छ उसले युटर्न लिइदिएको छ अनि फेरि हामीले 5 वर्ष पुग्नुपर्ने स्थिति आएको छ त्यो कारणले हाम्रो मान्छे त्यो लेभलमा पुग्नुपर्छ भन्दा तत्कालीन अवस्थामा पनि के हुन्छ कि यो म त भन्नुभन्दा नि समाजलाई विचार ल कसले विचार कस्तो राख्न सक्छ ल्याउनुहोस् ल्याएर खाका दिनुहोस् यसको पुरा जानकारी भएको कुरालाई अनि त्यस्तो मान्छेलाई अगाडि बढाउने भन्ने सोच राख्नुपर्छ र अन्तमा बदलाव हामीबाटै सुरु गरौँ एउटा कुरा यहाँलाई अनुरोध गरेँ हामी सबै साथीभाइ एक परिवार हौँ चाहे उमेरमा साना भए नि ठुला भए नि समाजका अङ्ग हौँ हामीबाट भएका गल्ती आत्मसात गरेर अबदेखि म गर्छु भन्दा मान्छेको पुनर्जन्म प्रत्येक दिनमा हुन्छ रे त्यसैले पुनर्जन्म जसले विचारले पुनर्जन्म गर्छ त्यसपछि त्यसको लागि भौतिक जन्मभन्दा मानसिक जन्मको चाहिँ धेरै समाजमा इम्प्याक्ट हुन्छ रे भन्ने मैले सुनेको छु र अन्तमा चाहिँ हामीले सबैभन्दा यो काम गर्दै गर्दाखेरि विचार बदल्नलाई सबभन्दा पहिला काम गर्नुपर्छ भन्दै यस्तो सङ्कल्प गर्नुपर्नेछ जहाँ राज्य पुगेको छैन राज्य नपुगेको ठाउँमा यो अभियानले चाहिँ खबरदारी गरोस् प्राकृतिक स्रोतहरूको संरक्षण त्यसको सदुपयोग र त्यसको उपयोगितामा चाहिँ यो अभियान बोलोस् साझेदारी र सहकारीमा हुने जुन तिनै तहका सरकार बिचको जो अहिलेको असमञ्जस्यता छ यो असमञ्जस्यतालाई जोड्ने एउटा पुल बनोस् कडी बनोस् र सहकार्यमा आधारित एकीकृत विकास योजनाहरूको सुरुवात होस् त्यहाँ हाम्रो खबरदारी पुग्नेछ पारदर्शिता हुनेछ जवाबदेहिता हुनेछ र उत्तरदायित्व उत्तिकै हुनेछ स्थानीय पर्यटनहरू छन् पर्यापर्यटनहरू छन् यसको संरक्षण दिगो विकास
आवश्यकता छ। हाम्रो अभियान त्यहाँ बोल्नेछ र आधारभूत पूर्वाधार निर्माणका सवालहरू छन्। अघि नै हामीले समानतामा आधारित समतामा आधारित एकीकृत विकासको कुरालाई चाहिँ उठान गरेका थियौँ, जुन चाहिँ अहिले बिल्कुल छैन। त्यो खालको आवाजहरू चाहिँ बुलन्द होस् र आधारभूत पूर्वाधारका निर्माणहरू क्रमशः हुँदै जाउन्। र मुख्य कुरा भनेको म पनि बोल्छु, अब बोल्नेछु भनिसकेपछि एउटा सचेत नागरिक समूह, एउटा सजग नागरिक समूह र एउटा चेतनशील नागरिक समूह निर्माणमा हाम्रो अभियान कटिबद्ध रहनेछ। सङ्ख्याले हामी थोरै भए पनि मलाई लाग्छ समग्र गोदावरीको शैक्षिक विकासलाई अग्रणी व्यक्तित्व हामी माझ हुनुहुन्छ। श्रद्धेय गुरुहरू, स्वास्थ्यकर्मी, समग्र गोदावरीको स्वास्थ्य क्षेत्रलाई अँगाल्न सक्ने स्वास्थ्यकर्मी हामी माझ हुनुहुन्छ। व्यवसायी कर्मीहरू, समग्र गोदावरीलाई चाहिँ समेट्न सक्ने व्यवसायी कर्मीहरू हामीसँग हुनुहुन्छ र हाम्रो यहाँको विकृति विसङ्गतिलाई उजागर गर्न सक्ने पत्रकार बन्धुहरू हामी माझ हुनुहुन्छ भने यो सङ्ख्याले थोरै भए पनि समग्र गोदावरीवासी आज यहाँ पुगेको छ भन्ने आभास बिर्गबहादुर साउदले मैले बुझेको छु। र यो सँगसँगै जुन एउटा अघि मैले यहाँ मन्तव्य प्रस्तुत गर्दै गर्दा र मैले यहाँ यो हाम्रो कार्यक्रम आयोजक, इभन हामी सबै भनौँ कार्यक्रम आयोजकै, मैले एउटा सुझाव पनि दिएँ चाहिँ हामीले यसरी उठ्नु जरुरी छ, यसरी जाग्न जरुरी छ कि हाम्रो आवाज प्रत्येक घर घरले पुगोस्, कुना कुनामा पुगोस् भन्ने छ। तर आज यहाँ बोलेको आवाज त्यहाँ पुगेन, अलिकति बढी दुःख लागेको कुरा छ। त्यसैले यहाँ मैले एउटै आवाज सुने, समताको कुरा, समता र समानता भन्ने कुरा सम्भवतः यहाँ धेरै जस्तो बौद्धिक व्यक्तित्वले बुझ्नुभयो होला र केही नबुझेकोले भन्न चाहन्छु। समानताभन्दा हामीलाई समताको आवश्यक छ व्यक्तिको, र त्यसको क्षमता। समानता भनेको उसको चाहिँ सबैलाई बराबरी दिने हो, समता भनेको आवश्यकता अनुसार दिने विकास हो। त्यो हुनु जरुरी छ। त्यो एकदमै उहाँको एजेन्डामध्ये एउटा मलाई त्यो सबैभन्दा पहिले मन परेको आवाज हो। र यो जो अभियान, जो एउटा सुरुवात गर्नुभएको छ दीर्घबहादुर साउदको व्यक्तिगत तर्फबाट, मेरो कार्यथलोको तर्फबाट र आफूले मबाट हुने, म अझै पनि यहाँ भन्न चाहन्छु, म जुन पेसामा आबद्ध छु यसरी म सबैसँग सल्लाह सुझाव दिन्छु। म श्रद्धेय गुरु मेरो यही हुनुहुन्छ आदरणीय वीरबहादुर खडात, जो मैले अघि पनि भने हाम्रो शिक्षा क्षेत्रमा जुन एउटा चाहिँ म उहाँको चाहिँ प्रत्येक उसमा चाहिँ कमेन्ट गरेर राखेको हुन्छु कि जुन एउटा सुदूरपश्चिममा हामीले अर्को कुरा के हुन्छ भन्न चाहन्छु भने, म मेरो साथीहरू अग्रज व्यक्तित्वहरू हामी सबैले इतिहास भुल्नु हुँदैन। हामी इतिहास भुल्यो भने हामी कुनै ठाउँमा काम गर्दैनौँ। अर्काले सिद्ध्याएर हामी नयाँ हुन्छौँ, अर्काले सिद्ध्याएर हामी बन्छौँ भन्नु भने हाम्रो मूर्खता हो। हामीले चाहिँ इतिहास पल्टाउँदै हामीले केही बनाउँछौँ, केही गर्छौँ भने, अथवा हाम्रो चाहिँ सबै अगाडिका व्यक्तित्वहरू अथवा चाहिँ हामीलाई सबैले चाहिँ समेटेर उहाँहरूलाई सम्मान दिने नयाँलाई आत्मसात गर्दै गयो भने पक्कै पनि वी विल बी सक्सेस इन आवर